ल आइपुग्यो है आइपुग्यो सिक्किमको आइस जम्ने ठाउँ हेर्ने ठाउँ हेर ताल हेरोस् चौरेगा हेरोस् मास्तिर के छ मास्तिर नि हेर्नुस् कति चिसो रहेछ ल माइल्दै ल के छ ठिकै छ माइल्दै पाएन के होइन आफूले हिउँ छैन हिउँ हेर टल्किएको ढुङ्गा टल्किया झारपातहरू चाहिँ मरिरहेछ मास्तिर केबुल कार आवाज अझ कम रहेछ है यो बस्ती कम के अलिक भिड लाग्यो बसेको ना जनैपुरमा त मान्छे कति हो यार त्यसरी हिँड्दा पल्टाएर हिँड्नुपर्छ मान्छे के बोली बोलीको छैन ल मामा यतिकै भिडियो भिडियो हो कि ल बोल्ने बोल्ने ल ल त माघ फागुनमा चाहिँ आयो भने यहाँसम्म आउनु पनि धेरै समस्या देखिएको हुन्छ यो सिक्किमको एउटा महत्त्वपूर्ण भ्यू पोइन्ट छङ्गु लेक यहाँनिर चाहिँ पुरै हिउँले ढाकेको यो डाँडा हो यो अहिले पत्थर मात्रै देखेको छ त्यो हिउँले ढाकेको हुन्थ्यो पोहोर साल मात्रै हाम्रो चितवनबाट आउने एउटा टिसर्ट टोली हिउँले पुरेको भाग यो साइडको हो अहिले चाहिँ यो साइडमा त्यसो थियो अहिले यो दृश्य एकदम मनोरम छ यो प्रकृतिले भरिभराउ यो छङ्गु लेक सिक्किमको एउटा महत्त्वपूर्ण स्थल अहिले हामी यो भ्रमण गर्दैछौँ हिँड्दैछौँ यहाँ आउनको लागि चाहिँ हामी लगभग 3 दिन पछाडि आज बल्ल हामी आइपुगेको छ के को फुल फुल्यो होला फुल हो कि पात हो झुसिल किरा फुल हो यहाँ झुसिल किरा फुल छ त्यहाँ लगेर अन्त पाउँदैन यो झुसिल किरा फुल हो झुसिल किरा जस्तै देखिन्छ लगेर होइन यो क्यामेराम्यान काम छैन यो माथि यत्रो माछा छ मैले